जस्तै अलिकति म तपाईँको बारेमा अलिकति गुगल गरेँ मैले निश्चलजीको बारेमा यसो इन्टरभ्यू लिन्छ कति होमवर्क त गर्नु पर्यो भनेर होइन के थाहा पायो भन्दाखेरि तपाईँ कुनै बेलामा फुटबल पनि खेल्नु हुँदो रहेछ राइट अस्ट्रेलिया जानु भएको रहेछ अनि 12 कक्षासम्म इन्डियामा पढ्नु भएको रहेछ होइन हजुर भन्नाले त्यो पाटोहरू हेर्नु भने अलिकति सफल हुन्न थियो है लाइफमा म थिइनँ त्यसरी किनभने अहिलेसम्मको नि मेरो रेकर्ड लाइफको रेकर्डहरू कस्तो छ भने चाहिँ मैले रेकर्ड गर्न लायक छैन हजुर अनि रेकर्ड गर्न लायक भन्दा नि त्यो चिज चाहिँ मेरो लागि अहिलेसम्म मेरो जुन फेलियर्सहरू छन् पास्टको फेलियर्सहरू त्यो चिजहरू चाहिँ अहिले आएर काम लागेको छ एकदमै किनभने त्यो एक्सपिरियन्स भनेको मान्छेले यतिकै पाउँदैन होइन फेलियर्सबाट पनि एक्सपिरियन्स गेन गरिन्छ र पोजिटिभ चिज पनि निकाल्न सकिँदो रहेछ भन्ने कुरा चाहिँ अब फिल्म इन्डस्ट्रीमा फिल्म सम्बन्धी यो चिजमा लागेपछि चाहिँ हरेक चिजको ज्ञान हुनु जरुरी रहेछ तर त्यो चिज मैले फेलियर बापत भएर पनि प्राप्त गरेँ होइन अहिले आएर इम्प्लिमेन्ट गर्ने ठाउँ चाहिँ मैले प्रशस्त देखाएको छु होइन सो मलाई रिग्रेट चाहिँ छैन कि म त्यसरी फेल हुँदै आएँ पहिलादेखि नै भनेर चाहिँ एटलिस्ट त्यो फेलियरले नै गरेर मलाई आजको यो स्टेजमा ल्याइपुर्यायो भने चाहिँ म मान्छु अहिले पनि पढ्दै हुनुहुन्छ नि फिल्म स्टडिज हजुर अस्कर कलेजमा पढ्दै हुनुहुन्छ हजुर त्यहाँ आउने यङ फिल्म सबै यङै हुन्छ उनीहरूको भिजन के छ नेपाली मुभी इन्डस्ट्रीको बारेमा अनि त्यहाँ आउनु मेरो सबैजनाको कस्तो सोच छ भने चाहिँ अब केही गर्छु नयाँ भनेर आउनु भएको छैन किनभने हामीले पनि अब यही फिल्म हेरिरहेको हामी यही इन्डस्ट्रीमा छौँ होइन तर हामीलाई अझ पनि नेपाली फिल्म हेर्न जाने भन्ने बित्तिकै नाक खुम्चिहाल्छ त्यही त यो सिनारियो चाहिँ चेन्ज गर्नु जरुरी छ सबभन्दा पहिला होइन किनभने हामी सबभन्दा पहिला त अडियन्स भएर सोच्नुपर्छ फिल्म बनाउनलाई पनि अनि त्यो सिनारियो चेन्ज गर्नलाई एकैचोटि ओभरनाइट चेन्ज हुँदैन यो अब आज एउटा यो फिल्म बनाएको छ होइन मैले यतिको एक्सपेक्ट गरेको थिइनँ तर हामीले अलिकति सानो एउटा लेभल इनपुट दिन सक्यौँ अब यस पछाडि फलोअप हुँदै जाने प्रोसेसहरू जुन हुन्छ यसले चाहिँ जस 2-4 वर्षभित्रमा चाहिँ चेन्ज ल्याउँछ होला अवश्य पनि त्यसलाई चाहिँ त्यस्तै खालको सोच राखेको चाहिँ हाम्रो साथीहरू हुनुहुन्छ फिल्म कलेजमा नै त्यो सोच बोकेर आउनुभएको छ कि लाइक मैले केही नयाँ दिन सक्छु होला भने त्यो सोच बोकेर चाहिँ धेरै आउनुभएको छ होइन अब त्यही हो कतिको लक हुन्छ कतिको हार्डवर्क हुन्छ त्यो चिजले चाहिँ अब कति टाइम लाउँछ भन्ने कुरा मात्रै त हो खास जस्तै लास्ट विक पनि हामीले यस्तै कार्यक्रम गरेको थियो र चलचित्र विकास बोर्डको एकजना सदस्यलाई यहाँ बोलाएको थियो र चलचित्र विकास बोर्डले तपाईँ थाहा छ सङ्कटकाल फिल्मी उद्योगमा सङ्कटकालको घोषणा गर्ने तयारी गरिरहेको छ किनभने फिल्म एक हप्ताभन्दा बढी चलेकै छैन सबै उत्रै छ जयजी फिल्ममा सङ्कटकाल लगाउनु पर्ने अवस्था आएको साँच्चै फिल्म नचलेकै हो फिल्म राम्रो बने पनि नचल्या हो त केही कुराहरू हुनसक्छ जस्तो कि केही राम्रा चलचित्र योभन्दा अगाडि पनि बनेका थिए एउटा वर्षमा एउटा झुक्किएर बनिने चलचित्र छ राम्रा चलचित्र भनेको अलिकति फेरि मैले नराम्रो सबै नराम्रो बन्यो भने गाली गरेको हुन्छ होइन तर पनि केही साँच्चै के भन्दाखेरि हामीले नडाटी भन्दाखेरि हामी एक्टरहरूले केही मात्रै बनाएका छन् जो हाम्रो त्यो चाहिँ हाम्रो समाज भनौँ हाम्रो कथा बोकेर बनेको चलचित्रहरू भनेको केही मात्र बनाएका छन् त्यसकारणले हामीले हेर्दाखेरि त्यो हाम्रो कथा पनि देखिन्न हाम्रो समाज पनि देखिन्न अनि हाम्रो विषयवस्तु नदेखिएको कारणले त्यो समस्या भएको अडियन्सले त्यो चाहिँ हेर्दाखेरि केही पनि भेटाउन नसकेर त्यो नचलेका होलान् केही चलचित्रहरू सङ्कटकाल लाउने सिलसिलामा चाहिँ नै के भने साँच्चै विकास बोर्डले यो चिजलाई चाहिँ विचार पुर्याउनुपर्छ सङ्कटकाल लाउनु नलाउनु ठिक हो या होइन त्यो के हिसाबले हो त्यो राम्रोसँग मलाई पनि मैले पनि त्यसलाई अध्ययन गर्न सकेको छैन के कुन हिसाबले गर्नुहुन्छ होइन तर विचार पुर्याउनु पर्ने चाहिँ पक्का हो किनभने यहाँनिर आउँछन् हरेक हप्ता हिन्दी सिनेमाहरू उनीहरूले लाखौँ रुपियाँ यहाँदेखि कलेक्सन गरेर लान्छन् तर हामीले गरेका नेपाली चलचित्रहरूले एक हप्तामा पनि मुस्किलले आधी लगानीहरू उठाइरहेको हामीले रिपोर्टहरू पढ्छौँ त्यसले गर्दा दुःख चाहिँ लागेको छ त्यसकारणले विकास बोर्डले कुन अवधारण बोकेर त्यसलाई अब सङ्कटकाल घोषणा गर्ने पालामा हुनुहुन्छ त्यो चाहिँ मैले अध्ययन गरेको छैन र त्यसकारणले त्यो ठिक हो या होइन त्यो नि म केही नि भन्दिनँ होइन जस्तै 5-6 वर्ष अगाडि जस्तै 10 वर्ष अगाडिसम्म 10 वर्ष अगाडिको फिल्म मेकिङ र अहिले धेरै फरक भइसक्यो टेक्नोलोजी फरक भइसक्यो डिजिटलाइज भइसक्यो सिनेमाहरू होइन युएफओहरूमा प्ले हुन्छ सिनेमाहरू त्यो सबै हेर्दाखेरि अहिले हामीसँग टेक्नोलोजी पनि छ हामीसँग इनोभेटिभ आइडियाजहरू पनि छ त्यही त्यो अनुपातमा फिल्महरू चाहिँ बनिरहेको छन् त्यस्तो राम्रो फिल्महरू चाहिँ बनिरहेको छन् यो कुरा स्वीकार हुन्छ कि हुँदैन टेक्नोलोजी छ हामीसँग इनोभेटिभ आइडियाजहरू छ तर जुन अडियन्सले चाहेको फिल्म छ नि त्यो निकै कम बनेको छ त्यसमध्ये लुट चाहिँ एउटा हो होइन किन निकै कम बनिरहेको छ अनि त्यो बनाउँछु भनेर बनाउँदाखेरि चाहिँ कुनै बेला लुट नि बन्छ कुनै बेला अरू केही पनि बने हुनसक्छ होइन तर
बनाउने प्रोसेसमा रहँदाखेरि सबैजना 100% म यो चाहिँ हिटै बनाउँछु, म राम्रै फिल्म बनाउँछु भनेर लाग्नु भएको हुन्छ। अब त्यो अडियन्सहरूले कुन चिजलाई एप्रिसिएट गर्छ त्यो कसले पनि थाहा पाउँदैन। चाहे त्यो जेम्स क्यामरुनलाई थाहा भइदियो उसले रेगुलर हिट फिल्म दिइरहेको हुन्थ्यो होला। अनि यो कुराहरू चाहिँ कस्तो भने अब हामीले टिपिकल सब्जेक्ट उठायौँ, अडियन्सहरूले चेन्ज पाउनुभयो र एप्रिसिएट गर्नुभयो। भोलि एउटा मेन स्ट्रिमको फिल्म आएर त्यो हिट हुँदैन या त यो मेन स्ट्रिमको चाहिँ फिल्मै होइन भन्ने कुरा पनि होइन, त्यो पनि राम्रो हुनसक्छ। छुट्टा छुट्टै पाटाहरू छन् यी सबै। अब टेक्नोलोजीको कुराहरू गर्दाखेरि चाहिँ अब डिजिटल आयो, हामी परिपक्व भयौँ डिजिटलमा, त्यो कुरा पनि होइन। एन्डलक पनि विदेशमा धेरै ठाउँमा स्टिल एन्डलकमा फिल्म छ र एन्डलक फिल्म धेरै राम्रो फिल्म पनि हो डिजिटलभन्दा, होइन। हाम्रो नेपालको बजेट, साउथ एसियाको जुन बजेट प्राइसमा डिजिटल फिल्महरू मेक भइरहेछ त्यसलाई चाहिँ सुटेबल टेक्नोलोजी भनेको डिजिटल हो। अदरवाइज विदेशमा चाहिँ स्टिल एन्डलक नेगेटिभबाटै फिल्म बन्छ, नेगेटिभमै प्रोजेक्सन हुन्छ, यो कुराहरू छ। तपाईँ सानो बच्चा हुँदाखेरि कुनै मन परेको नेपाली मुभी कुनै नाम लिनु पऱ्यो भने कुन सम्झिनुहुन्छ तपाईँ? मेरो दिमागमा सिधै आउनु साइनो आउँछ। पहिला साइनो धेरै पुरानो भयो, अघिको त्यसपछिको पछाडि आएको रिसेन्टली आएको भनेको मैले कागबेनी हेरेको होइन, मलाई त्यो राम्रो लागेको थियो। त्यसको जुन हामीले टेक्निकली त्यो एडभान्स भइसकेका थियौँ, अब चाहिँ हामी बाहिरको जुन मुभिजहरू छ होइन त्यो लेभलमा हामी टेक्निकली कम्पिट गर्न सक्ने भइसकेका छौँ भन्ने लागेको थियो। स्टोरी वाइज पनि इट इज गुड होइन। अब त्यो मान्छेलाई कतिलाई राम्रो लाग्यो कतिलाई राम्रो लागेन त्यो आफ्नो ठाउँमा छ होइन। तर मलाई पर्सनली चाहिँ मन परेको चिज एटलिस्ट त्यसबाट चाहिँ राम्रो चिजको थालनी भएको थियो भन्ने मलाई पर्सनली फिल हुन्छ त्यहाँ। जस्तै दयाजी कतिले भन्छ नि यो मुलुककै कुराहरू, कतिले मूलधारको सिनेमा होइन मेन स्ट्रिमको सिनेमा होइन भन्छन्। खास के हो मेन स्ट्रिम सिनेमा कुन हो, आर्ट सिनेमा कुन हो, के हो भन्नुहोस्? तपाईँले के बुझ्नु भएको छ? मैले केही पनि बुझिनँ। यो मेन स्ट्रिम सिनेमा होइन कतिले भने के? अनि यो कस्तो भने मेन स्ट्रिम सिनेमा भनेको के हो र तपाईँले भने जस्तो म पनि यो क्वेसन नै गर्छु यो होइन। विशेष गरेर सिनेमा भनेको सिनेमै हो। अब अलिकति यसमा चाहिँ के मान्छेले कसरी अनुमान लाउन सक्नुहुन्छ होला भनेदेखि यो चाहिँ अलिकति फरक किन भएको छ भनेदेखि मैले धेरै ठाउँमा साथीहरूसँग कुरा गर्दा भएको थियो। यो स्टोरीमा चाहिँ नि पक्का भएको भनेको चाहिँ टाइम र स्पेसको कुरा यो चाहिँ क्लियरसँग छ। भनेको काठमाडौँको एउटा लोकल केटाहरूको भनौँ न बाहिरदेखि स्ट्रगल गर्न आएको केटाहरूको स्टोरी हो। त्यस कारणले त्यसको लागि ठाउँ र त्यो समय एकदमै प्रष्टसँग देखिएको छ स्टोरीमा। त्यस कारणले हाम्रो अडियन्सहरूले पनि त्यो चिजहरूलाई हेर्दाखेरि भनौँ न नजिक जानु सक्नुहुन्छ। तर अब अरू कतिपय देखेको मैले पढेका हेरेका सिनेमाहरूमा चाहिँ नि के फरक पाइन्छ भने त्यहाँ चाहिँ नै अलिकति काल्पनिक हुन त यो पनि काल्पनिक कथा हो, सत्य घटना त होइन। त्यही पनि काल्पनिक भन्दा नि महाकाल्पनिक हुन्छ नि, परिकथा जस्तो जुन हाम्रो पहिला पहिला हामीले त्यो म विशेष गरेर नाटकको कुरा गर्दाखेरि नाटकको र सिनेमाकै कुरा गर्दाखेरि बलिउडमा जुन बनेको कुराहरू त्यो चाहिँ भनेको हाम्रो नेपालमा पनि बनेको त्यो हिन्दू शास्त्र अन्तर्गतको पर्ने रामायणका ठुल्ठुला विशाल परिकल्पनाका कथाहरू अनि त्यहीबाट आएर जुन रामलीलाबाट बनिने किसिमको हुन्छ नि एक परिकल्पना परिकथा भने त्यो एकदमै पावरफुल हिरो अथवा त्यस्तो टाइपको जुन नौटङ्की बेसमा बन्ने स्टोरीहरूलाई लिएर पछिसम्म हामीले त्यो सिनेमाको त्यो ग्राफहरू बढ्दै आयौँ जस्तो लाग्छ, कथाहरू पनि त्यसरी बढ्दै आयो। त्यो चिजले चाहिँ मलाई लाग्छ अडियन्सलाई त्यो त्यति स्वादले तान्नु सक्दैन होइन। त्यसैले यथार्थ नजिक जाँदाखेरि बनिएका फिल्म भनेको करिब लुट नै हो होइन एउटा अहिले पछिल्लो समयमा। त्यस कारणले यसलाई चाहिँ अडियन्सहरूले यो मेन स्ट्रिमभन्दा फरकको हो भनेर भन्नु होला होइन। तर अब त्यहाँनिर हेर्दाखेरि एक्टरहरू हामी अलिक के अरे दैनिक रूपमा देखिने खालका एक्टरहरू पनि प्राय फिल्मको पोस्टरमा नदेखिने अनुहार भएर पनि होला त्यो अनुमान लागेको। तर मेन स्ट्रिम अथवा त्योभन्दा के भन्छ आर्ट मुभी यो भन्ने कुरामा चाहिँ मलाई त्यस्तो खासै छुटाउनु पर्छ भन्ने जस्तो चाहिँ लाग्दैन। किनभने यो बनेको भनेको मेन स्ट्रिम हामी जस्तो पुरुदाई भनेको मेन स्ट्रिम पनि मुभी गरिरहनुहुन्छ, उहाँले के अरे होला कुनै आर्ट मुभी भनेर पनि गर्नु होला। तर आर्ट मुभी र मेन स्ट्रिम भन्दा पनि अलिकति जुन आम बनिरहेको फिल्मभन्दा अलिकति फरक किसिमले त्यसलाई क्यारेक्टराइजेसन गर्दाखेरि लिएर मेकिङको हिसाबले अलिकति फरक छ, त्यो चाहिँ हो। अब भनिहालेँ नि यसलाई यही हो भनेर छुटाउनुको लागि चाहिँ भन्दा पनि मेन स्ट्रिम हो कि आलोचकहरू भन्छन् यो मेन स्ट्रिम मुभी पनि होइन भनेर भन्छन् नि, के साँच्चै होइन यो लुट मेन स्ट्रिम मुभी होइन? मेरो पोइन्ट अफ भ्यूमा त हामीले त्यो समीक्षामा हेर्नुभयो नि तपाईँले चोबारमा गएर फाइट सिक्वेन्स हुने मेन स्ट्रिम मुभीहरू हिरोइन गरेर डाँडा काँडामा हिरोइन नाच्ने
त्यसले चाहिँ मेन स्ट्रिम मुभी हुन्छ त्यस्तो पनि नहोला खास अब त्यसरी नमिल्ला एउटा कुरा चाहिँ के हो भने यो रियालिटी बेसमा एकदमै नजिक भएको सिनेमा हो त्यही कारणले अब मेन स्ट्रिमको एउटा एकदमै बढी नै कल्पनामा गएर डुबेर बनाएको सिनेमा भन्दा चाहिँ अलिकति फरक चाहिँ हो तर अब अहिले बिजनेस हेर्ने हो भने हाम्रो मेन स्ट्रिमको सिनेमा भन्दा बढी नै छ कमर्सियल हिट भइसकेपछि त अब यसलाई नै मेन स्ट्रिमकै सिनेमा भन्दा फरक नपर्ला जस्तो मलाई लाग्छ है पर्सनल निश्चितजी अस्ति बलिउड मुभीहरूले यहाँबाट करोड पैसाहरू पनि लिएर गइरहेको हुन्छन् होइन धेरै मुभीहरू हामी पनि हुन्छ नि रावण रिलिज भने हेर्न गइरहेको हुन्छ फर्स्ट हेर्न गइरहेको हुन्छ बडीगार्ड हेर्न गइरहेको हुन्छ त्यो हाम्रो एउटा अर्बन युथहरू छन् क्या सो यो अर्बन युथहरू त्यति अट्र्याक्टेड छैन नेपाली मुभीमा फ्रेङ्कली भन्दाखेरि धेरै अट्र्याक्टेड छैनन् होइन तर त्यति हुँदाहुँदै पनि यो मुभीमा चाहिँ अट्र्याक्टेड भयो मानिसहरू प्रोमो हेरेर भयो अलिकति रिभ्यू पनि धेरै राम्रो आयो यसको सो यस्ता मुभीहरू बन्नको लागि चाहिँ के गर्नुपर्छ त्यो तपाईँको तात्कालमा हिट भएको त होइन नि होइन त्यसरी त होइन हामीले किन होइन यति धेरै पैसा लुट्न सक्यो कि हामी अडियन्सबाट मैले हिजो 300 रुपियाँ तिर्नु पर्यो प्रायः संसारको मैले पैसा तिर्दैन किनभने टिकट हामीलाई मिलाइदिहाल्नुहोस् तपाईँहरूले होइन हिजो चाहिँ 300 रुपियाँ तिरेर म गएँ कि सो मेरो 300 रुपियाँ मलाई पैसा वसुल भयो कसरी सम्भव भयो हजुर यस्तै ठ्याक्कै यो तपाईँले जुन अहिले भर्खर भन्नुभयो नि 300 रुपियाँ मेरो वसुल भयो होइन मान्छेले अब 100 रुपियाँ तिर्नेको पनि पैसा वसुल हुनु पर्यो 300 रुपियाँ तिर्नेको पनि पैसा वसुल हुनु पर्यो होइन फिल्म हेरेपछि ऊ फर्स्ट प्रायोरिटीमा मान्छे किन जान्छन् भने अलमोस्ट 90% मान्छे चाहिँ इन्टरटेनमेन्टको लागि जान्छ त्यहाँ त्यसको लागि जानुहुन्छ उहाँहरू होइन अब दिनभरि हप्ताभरि काम गर्यो एटलिस्ट उहाँ हल पुगेपछि त केही चिज एन्टरटेन होस् या उसले बाहिरको दुःख बिर्सियोस् या सुख बिर्सियोस् होइन सबै कुरो बिर्सियोस् त्यहाँ गएर त्यो फिल्ममा जे देखिन्छ त्यही कुरालाई साँचो मानेर इन्जोय गर्यो भने त्यो चिज चाहिँ फर्स्ट प्रायोरिटीमा पर्छ होइन अनि यदि त्यो चिज स्क्रिनमा देखेको चिजले उसलाई क्याच गरेर उसलाई एन्टरटेन भयो भने चाहिँ त्यो मान्छेले पब्लिसिटी गर्दै जान्छ किनभने राम्रो केही चिज राम्रो लाग्यो भने हामी त्यसको बारेमा कुरा गर्छौँ भने त्यो कुरा भनेकै पब्लिसिटी हो अनि यो चिजहरू चाहिँ अब मान्छेलाई किन अट्र्याक्ट गर्यो भन्दाखेरि चाहिँ यो क्लोज टु रियालिटी भएको हुनाले कनेक्ट गर्न सक्यो मान्छेहरूले अनि यो अहिलेको परिवेशमा चाहिँ हाम्रो जुन नर्मल फिल्महरू बनिरहेको छ होइन नेपाली फिल्म हेर्नुको छोडेको त मान्छेहरूले धेरै मान्छे भइसक्यो होला धेरै वर्ष भयो किनभने मैले कति मान्छे भेटेको छु होइन उहाँले भन्नुभयो त मैले लास्ट फिल्म हेरेको चिनो हो लास्ट फिल्म हेरेको नेपाली फिल्म हेरेको हाम्रो दर्पण छाया हो मतलब त्यहाँदेखि यता के नेपाली फिल्म बनेकै थिएन त उहाँहरूको लागि किनभने हामीले फिल्म बनाउने भने उहाँहरूको लागि हो कि यो हाम्रो जुन नेपालमा बस्नुहुन्छ त्यो दर्शकहरूको लागि किन हामीले त्यो फिल्म बनाएपछि सबैको लागि होस् न भन्ने हिसाबले सोच्नु जरुरी छ सबभन्दा पहिला अनि हरेक हप्ता बलिउडबाट फिल्म लाग्छ हलिउडबाट फिल्म लाग्छ होइन अनि उहाँको स्टारडमले यहाँ पनि काम गरिरहेछ उहाँ गरेको पब्लिसिटीले यहाँ पनि काम गरिरहेछ यहाँ त उनीहरूको एक्लै केही पनि पब्लिसिटी हुँदैन नि तर उनीहरूको त्यहाँ गरेको स्टारडम र पब्लिसिटीले यहाँ काम पुग्छ भने चाहिँ हामी आफ्नो स्टारडम किन क्रिएट गर्न सक्दैनौँ यहाँनिर हामी त्यति सायद कमजोर त छैनौँ तर सायद हाम्रो एफर्टमा केही कमी भइरहेछ कि भन्ने फिल भइरहेको हुन्छ यहाँनिर सो मान्छेलाई बेसिकली अलिकति एन्टरटेनिङ भ्यालु राखेर केही चिज बनायो भने र प्लस जुन चेन्जिङ अहिलेको नेचर छ नि हाम्रो किनभने 21st सेन्चुरी एकदम माथि आइसक्यो अहिले होइन अनि जुन टेक्नोलोजीको प्रयोग गरिन्छ जुन सोसियल नेटवर्किङको प्रयोग गरिन्छ होइन त्यो चिजहरूबाट चाहिँ हामीले आफ्नो जुन अडियन्सहरू छ उहाँहरूले चाहिँ एकदम केही कुरा बिगाउनलाई त्यसको बारेमा पहिला जान्नु जरुरी छ त्यो चिज कानमा पर्नु जरुरी छ यहाँनिर यदि डिफ्रेन्ट हो केही चिज भनेर भन्नु छ भने होइन त्यसलाई अब यो चाहिँ फलानाभन्दा डिफ्रेन्ट छ भनेर हामीले भनेर हुँदैन उहाँहरूलाई चाहिँ एटलिस्ट त्यो बिलिभेबल बनाउनु जरुरी छ त्यो चिज चाहिँ हामीले व्यापक रूपमा चाहिँ सोसियल नेटवर्किङहरूबाट चाहिँ यो चिज गरेको हो फर्स्ट इनिसियल फेजमा चाहिँ पब्लिसिटी पनि यसको त्यति धेरै ठुलो भएको होइन पब्लिसिटी हुँदै भएन भन्दैन हुन्छ जस्तै रिलिज हुनुहुँदै एक हप्ता अगाडि होला मैले प्रोमो हेरेको अनि प्रोमो हेरेर राम्रो लाग्यो त्यो मलाई पछि पब्लिसिटी कसरी भयो भन्दाखेरि तपाईँको माउथ पब्लिसिटी पनि धेरै भयो कि हजुर तपाईँहरू पैसा नभएर पब्लिसिटी नगर्नु भयो कि राम्रो मुभी बनेको हो त्यही भएर माउथ पब्लिसिटी हुन्छ भनेर पब्लिसिटी नगर्नु भयो किनभने मलाई लाग्छ तपाईँले प्रिमियर पनि गर्नु भएन होला तपाईँहरूले हजुर भएन यो चाहिँ अलिकति पैसा एकदमै टाइट रहेछ भनेर बुझ्छौँ हामी हजुर यहाँनिर कस्तो छ हामीले फिल्म बनाउने होइन फिल्म बनाएर अब अरूलाई ल्याएर देखाउने अब प्रिमियर गरेपछि एउटा सोच कस्तो हुन्छ भने प्रिमियर गरियो खास त हामीले कस्तो काम गरेको छौँ भनेर देखाउनलाई प्रिमियर गराउने हो त्यहाँनिर होइन के टेक्निकल गडबडी भएको छ कि भनेर त्यसको लागि देखाउने हो फर्स्ट अफ अल त हामीले प्रिमियर गर्न सकेनौँ किनभने गर्ने प्लान मैले फ्रीमा हेर्नु पाइनँ अनि खास सुरुमा चाहिँ मेरो सोच यस्तै थियो होइन सायद हामीले प्रिमियर नगर्दाखेरि चाहिँ फिल्मलाई फाइदा हुन्छ होला किनभने अब हामी फिल्मले पैसा उठाउँदैन पनि भन्छौँ होइन तर त्यो जुन प्रिमियरमा आउने 450 जनाको क्यापेसिटी हुन्छ उहाँहरूले त पैसा तिर्नुहुन्न नि त अनि उहाँहरू नै हो कुरा गर्ने कि हाम्रो फिल्म पैसा उठाइरहेको छैन होइन हामी तल झरिरहेछौँ दिनदिनै एटलिस्ट त्यही उहाँहरूबाट नै सुरुवात भयो भने
पैसा तिरेर नेपाली फिल्म हेर्ने बानी बस्ने त्यहीँबाट सुरुवात भयो भने चाहिँ सायद अरूले फलो गर्थे कि भन्ने सोच चाहिँ सुरुमा त्यो थियो होइन तर पछि आएर चाहिँ हामीले प्रिमियर गर्ने भन्दा पनि टेक्निकली केही नमिलेर गर्न नसकेको हो कन्फर्म टेक्निकली हो हजुर कन्फर्म नै टेक्निकली हो होइन यस्तो अब जानेर नै भएको चिज चाहिँ होइन तर अन्जानीमा नै त्यो मैले सोचेको चिज चाहिँ साँचो हुन आयो सो यसको लागि चाहिँ अलिकति खुसी पनि छु म होइन एटलिस्ट हाम्रो मिडिया पर्सनहरूले पनि नेपाली फिल्मलाई यति माया गरेर होइन पैसा तिरेर हेरिदिनु भयो तर फिल्म हेरिसके पछाडि त्यसरी टाउको चाहिँ तल झुकाउनु परेन भन्ने रियाक्सन एकदम आइरहेको थियो